नमस्ते श्रोता दर्शकहरू, आज म तपाईँहरूलाई एकीकृत नेपाल राष्ट्रिय विश्वकर्मा समाजले हालसालै नवनिर्वाचित सांसदहरूलाई विशेष विश्वकर्मा समुदायका सांसदहरूलाई सम्मान कार्यक्रम तथा नववर्ष 2083 को शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न गरेको छ र यसैसँग सम्बन्धित केही झलकहरू, केही रिपोर्टिङहरू तयार पारेर लिएर आएको छु। हामीलाई अन्तिम समय साथ दिनुहोला र भिडियो मन परेमा लाइक, शेयर, सब्स्क्राइब गर्न चाहिँ नबिर्सिदिनुहोला है त। विशेषतः नववर्षको आगमनसँगै एकीकृत नेपाल राष्ट्रिय विश्वकर्मा समाजले नवनिर्वाचित सांसदहरूलाई विशेषतः शुभकामना आदान प्रदान र शुभकामना कार्यक्रम विशेष पूर्व मन्त्री तथा प्राध्यापक मानबहादुर विश्वकर्माज्यूको प्रमुख आतिथ्यमा सम्पन्न गरेको छ र विभिन्न कला, साहित्य तथा राजनीतिक क्षेत्रका व्यक्तिहरू यस आजको यो कार्यक्रममा सहभागी हुनुभएको थियो। कार्यक्रमको सुरुवातमा राष्ट्रिय गान तथा पूर्व शहीदहरूको सम्झनामा विशेषतः उहाँहरूको सम्झनामा मौन धारण कार्यक्रमसँगै कार्यक्रमको प्रारम्भ भएको थियो। विभिन्न ज्ञात अज्ञात शहीदहरूको सम्झनामा 1 मिनट मौन धारणसँगै कार्यक्रमको प्रारम्भ भएको थियो। यस कार्यक्रमका प्रस्तुता तथा एकीकृत नेपाल राष्ट्रिय विश्वकर्मा समाजका महासचिव प्रेम विश्वकर्माज्यूले कार्यक्रमको सञ्चालन गर्नुभएको थियो। कार्यक्रममा विभिन्न सङ्घ संस्था, राजनैतिक दलका व्यक्तित्वहरू र विभिन्न पेसा व्यवसायमा आबद्ध व्यक्तित्वहरूको उल्लेखनीय उपस्थिति रहेको थियो र कार्यक्रमको दौरानमा यसै संस्थाका प्रमुख व्यक्तित्व अध्यक्ष सभापति श्री युगलाल विश्वकर्माजीले उत्साहजनक मन्तव्य राख्दै सम्पूर्ण नवनिर्वाचित सांसदज्यूहरूलाई शुभकामना प्रदान गर्नुभएको थियो र नववर्ष 2083 को शुभकामना मन्तव्य राख्नुभएको थियो। सबैभन्दा पहिला आज यो विश्वकर्मा समुदायबाट नेपालको इतिहासमै सायद पहिलोचोटि एउटा नीति बनाउने ठाउँमा ठुलो सङ्ख्यामा विश्वकर्मा समुदायका सांसदहरू प्रतिनिधित्व हुनुभएको छ। त्यो खुसीको क्षणमा हामीले यो कार्यक्रम आयोजना गरेका हौँ। उहाँहरूलाई हामीले सामान्य एउटा सम्मान व्यक्त गर्नको लागि मात्र हामीले निमन्त्रण गरेका छौँ र उहाँहरू आइदिनु भएको छ। त्यसको लागि हार्दिक आभार व्यक्त गर्न चाहन्छौँ र यो ऐतिहासिक क्षणमा यो आज सम्मान गर्दै गर्दाखेरि हामीले हाम्रा र नेपालमा भएका विभिन्न परिवर्तनहरूमा शहादत प्राप्त गर्नुहुने सम्पूर्ण ज्ञात अज्ञात शहीदहरूप्रति हार्दिक श्रद्धासुमन व्यक्त गर्न चाहन्छु। उहाँहरूलाई सम्झिन चाहन्छु, उहाँहरूप्रति नमन व्यक्त गर्न चाहन्छु। आदरणीय साथीहरू, हामी यो कार्यक्रमको बारेमा विशिष्ट श्रेणीमा विशिष्ट व्यक्तित्वहरू र प्रतिष्ठित व्यक्तिहरूलाई सम्मान गर्ने कार्यक्रम भनेका छौँ र त्यो कार्यक्रमको फेरिमा राखेर मात्रै तपाईँहरूले शुभकामना दिनुहोला भन्ने कुरा छ र आज हामीले यो ठुलो भेलाबाट सबै साथीहरूलाई यो विश्वकर्मा समाजमा जोड्न चाहन्छौँ। तपाईँहरू सकिन्छ आजीवन सदस्य बनिदिनुहोस्, नभए पनि साधारण सदस्य बनिदिनुहोस् र हाम्रो आग्रह के हो भने भोलि तपाईँहरू कुनै पनि राजनीतिक दल अथवा देशको कुनै निकाय अथवा राज्यले गौरव गर्ने ठाउँमा तपाईँहरू पुग्नुभयो भने यो समाजका आजीवन सदस्य फलानु यस्तो ठाउँमा पुग्नु भएछ भने हामीले सम्मान गर्न पाइयोस् भन्नको लागि हामीले त्यो आजीवन सदस्य दिइदिनुहोस् भनेर हामी आग्रह गर्न चाहन्छौँ। यो दाजुभाइहरूको एउटा ठुलो एउटा मञ्च हो। यहाँ सबै अटाउने र सबैले आफ्नो कुराहरू राख्ने र हाम्रो अधिकारको लागि पनि हामीले लड्ने भन्ने किसिमको हामीले अनुरोध गर्दै सम्बोधन यति धेरै बाक्लो उपस्थिति देखेर
एकदमै सम्पूर्ण उपस्थित महानुभाव सदस्यज्यूहरूलाई हृदयदेखि धन्यवाद दिँदै आउने दिनहरूमा हरेक परिस्थितिमा एकअर्कामा काँधमा काँध साथमा साथ गर्दै अगाडि बढ्ने बाचाका साथ नववर्ष 2083को शुभकामना व्यक्त गर्नुभएको छ। देशमा चित्त नबुझेका कुरा केही गलत कुराहरू बोल्दै गर्दाखेरि कतै विवादमा परिन्छ भने त्यसमा आपत्ति पनि छैन। एकीकृत नेपाल राष्ट्रिय विश्वकर्मा समाजले आयोजना गरेको यो शुभकामना आदान प्रदान कार्यक्रम साथै सम्मान कार्यक्रममा सम्मानित व्यक्तित्वहरू माननीय श्री खगेन्द्र सुनार, माननीय श्री रिमा विश्वकर्मा, अमृता विश्वकर्मा, माननीय स्मृति सेन्चुरी, माननीय सुषमा स्वर्णकार, माननीय तारा विश्वकर्मा, माननीय खिमा विश्वकर्मा राष्ट्रिय स्वतन्त्र पार्टीबाट उहाँहरू हुनुहुन्छ। त्यसै गरी माननीय विष्णुमाया विश्वकर्मा नेकपा एमालेबाट हुनुहुन्छ। माननीय निता घतानी नेकपा एमालेबाट हुनुहुन्छ। त्यसै गरी माननीय हरिना देवी कामी डडेलधुरा नेपाली काङ्ग्रेसबाट हुनुहुन्छ। त्यसै गरी माननीय श्री पवित्रा विश्वकर्मा मकवानपुर नेपाली काङ्ग्रेसबाट र माननीय मनमाया विश्वकर्मा झापा नेपाली काङ्ग्रेसबाट, माननीय पार्वती विश्वकर्मा नेपाल कम्युनिस्ट पार्टीबाट, माननीय गणेश बहादुर विश्वकर्मा नेपाल कम्युनिस्ट पार्टीबाट, त्यसै गरी सोमनाथ पोर्तेल झापा नेकपा एमालेबाट एआइजीमा सम्मानित हुनुभएको छ। डम्बर बहादुर विश्वकर्मा उहाँलाई पनि सम्मान कार्यक्रममा सम्मान गरिएको छ र त्यसै गरी वरिष्ठ न्युरो सर्जन डाक्टर सुरेश विश्वकर्माजीलाई सम्मान गरिएको छ। यसरी समग्रमा यो एकीकृत नेपाल राष्ट्रिय विश्वकर्मा समाजले आयोजना गरेको कार्यक्रम सभ्य र भव्य रूपमा भएको छ। माननीय निता घतानीज्यू राष्ट्रिय नेपाल कम्युनिस्ट पार्टी एमालेबाट प्रतिनिधित्व गर्दै हुनुहुन्छ। माननीय निता घतानीज्यू अध्ययन पनि गर्नुभएको छ, मलाई शुभकामना छ। र हामी त्यस्तै नेपाली काङ्ग्रेसको विशेष महाधिवेशनबाट केन्द्रीय सदस्य पदमा निर्वाचित हुनुभएकोमा आदरणीय शिव सुनारज्यूलाई यो सम्मान पत्र ग्रहण गर्न म अनुरोध गर्दछु। शिव सुनारलाई पनि म सम्मान ग्रहण गर्न अनुरोध गर्दछु। निर्वाचित प्रत्यक्ष निर्वाचनबाट निर्वाचित हाम्रो प्रिय भाइ अब म छोटो वक्तव्यको लागि जोड्दैछु। यस समाजका जसरी 6% जनसङ्ख्या भएको आदि समुदायले चाहिँ जुन आफ्नो एउटा राजनीतिक हैसियत नेपालमा कायम गरेको छ र अहिले चाहिँ यहाँले देख्न सक्नुहुन्छ यो समाजवादीको सबभन्दा क्लस्टरको सूचीमा थारू समुदाय पनि राज्यको नीति नियम ऐन कानुन बनाउने ठाउँमा यति धेरै दलित समुदायको प्रतिनिधित्व गर्दै हाम्रा विश्वकर्मा मान्यजनहरू यसरी सम्मानित हुनुभएको छ र अझै आउने दिनमा उहाँहरूले प्रतिनिधि सभामा दलितका हक अधिकार न्यायका कुराहरू अधिकारका कुराहरू
बुलन्द आवाज उठाउनुहुनेछ र आउने दिनमा अझै धेरै प्रतिनिधिहरू हाम्रा दलित समुदायका प्रतिनिधिहरू बढेर जानेछन् भन्ने आशा र अपेक्षा गर्दछौँ र सम्पूर्ण मान्यजनज्यूहरूलाई हृदयदेखि हार्दिक बधाई दिँदै आजको भिडियो तपाईँहरूलाई कस्तो लाग्यो कमेन्ट गर्न नबिर्सनुहोला। भिडियो मन परेमा लाइक सेयर सब्सक्राइब गर्नु पनि नबिर्सिदिनुहोला। हवस् त आजको कार्यक्रमबाट हामी बिदा हुन चाहन्छौँ। सम्पूर्ण एकीकृत नेपाल राष्ट्रिय विश्वकर्मा समाजका मान्यजन विशेष पदाधिकारीज्यूहरूलाई र सदस्यज्यूहरूलाई हाम्रो टिमबाट हार्दिक बधाई र हार्दिक शुभकामना दिँदै र आउने दिनमा अझै रोचक कार्यक्रमको सफल कार्यकालको शुभकामना दिँदै बिदा हुन चाहन्छौँ। हस्त धन्यवाद, नमस्कार।